东巴拉面桑杰仁波切，调巴拉面当切仁波切，denpa拉面गेतन याबने कुंचो सुमला छपा बुल हामीले यो चारवटा लाइन चाहिँ वचन गर्नु अघि पढ्छौँ भने आज म तपाईहरुलाई यो चार लाइनको चाहिँ अर्थ बुझाउने छु। कृपया सम्पूर्ण महानुभाव तथा दर्शकहरूले ध्यान दिएर सुन्नु होला। प्रथममा तोन्पा लामे सांगे रिम्पोछे। अब हामीले चाहिँ यो पढ्दाखेरि चाहिँ के सोच्नुपर्छ भन्दाखेरि अनुत्तम मार्गदर्शी बुद्ध रत्न अर्थात् यसले चाहिँ के बुझाउँछ भन्दाखेरि अज्ञानताको अन्धकार हटाई सही मार्ग देखाउनु हुने सर्वोच्च गुरु को हुनुहुन्छ भन्दाखेरि बुद्ध। त्यसैले म बुद्धप्रति चाहिँ श्रद्धा अर्पण गर्दछु भन्ने चाहिँ मनैदेखि सोच्नुपर्छ। त्यसपछि क्योपा लामे ताम्छे रिम्पोछे। हामीले चाहिँ यो पढ्दाखेरि चाहिँ के सोच्नुपर्छ भन्दाखेरि अनुत्तर संरक्षक सद्धर्म रत्न। अब यसले चाहिँ के बुझाउँछ भन्दाखेरि संसारको दुःख र कलेजबाट बचाउने अमृत चाहिँ समान पावन को हुनुहुन्छ भन्दाखेरि धर्म। त्यसैले म धर्मप्रति चाहिँ श्रद्धा अर्पण गर्दछु भनेर चाहिँ मनैदेखि सोच्नुपर्छ। त्यसपछि पेन्पा लामे केदुन रिम्पोछे। अब यो पढ्दाखेरि चाहिँ के सोच्नुपर्छ भन्दाखेरि अनुत्तर धर्ममा डोर्याउने सङ्घ रत्न। अब यसले चाहिँ के बुझाउँछ भन्दाखेरि सत्यको मार्ग देखाउने र साथ दिने उत्तम मित्र चाहिँ को हुनुहुन्छ भन्दाखेरि सङ्घ रत्न। त्यसैले म सङ्घ रत्नप्रति चाहिँ श्रद्धा अर्पण गर्दछु भनेर चाहिँ मनैदेखि सोच्नुपर्छ। त्यसपछि हाम्रो अन्तमा छ ट्याप्ने कोन्छौ सुम्ला छोपाबुल। यो पढ्दाखेरि चाहिँ के सोच्नुपर्छ भन्दाखेरि शरण आश्रय त्रिरत्नलाई अर्पण गर्दछु। यसले चाहिँ के जनाउँछ भन्दाखेरि कहिले धोका नदिने र हाम्रो अन्तिम सहारा चाहिँ को हुनुहुन्छ भन्दाखेरि त्रिरत्न अर्थात् बुद्ध धर्म रत्न। म यी तीनैलाई चाहिँ यो वस्तु अर्थात् अहिले तपाईले जुन वचन गर्नु अघि चाहिँ चढाइरहेको छ हो त्यो वस्तु चाहिँ अमृतको रूपमा स्मरण गर्दै अर्पण गर्दछु भनेर चाहिँ मनैदेखि सोच्नुपर्छ। र आज मैले तपाईहरुलाई यो चार लाइनको चाहिँ अर्थ बताएको छु। आजको लागि चाहिँ यति नै हो। पछि हामी भेट्छौँ है त।